Hello everyone, my name is Rasunar and welcome back channel. This is not a travel vlog either. मैले लगभग आज यो भ्लगिङ भिडियो दिस इज नट अ ट्राभल भ्लग एक्चुअली मैले भ्लग भनेर ट्राभल गरेर मैले अस्तिको लास्ट भिडियोमा भनेको थिएँ लोकल एरिया वरिपरि ट्राभल गरेर भिडियोजहरू बनाउँछु भनेर मैले भनेको थिएँ। तर म अलिकति बिरामी थिएँ, म 3 दिनसम्म सुतेर बसेँ। आज चाहिँ अलिकति फ्रेस भएको छु। म हिजो अस्ति लगभग 11-12 बजी उठ्ने, हल्का फ्रेस हुने, फेरि खानासाना बनाउने, फेरि सुत्ने, यताउति त्यस्तै भएको थियो। म एकदमै बिरामी थिएँ। आज चाहिँ म अलिकति फ्रेस भएको छु, एक्टिभ भएको छु। सो या अहिले चाहिँ लगभग 10 साढे 10 हुन लागिसकेको छ। मैले अहिले एउटा पेज क्रिएट गरेको छु, एसआरजे मिडिया भनेर। इन्स्टाग्राममा पनि छ, टिकटकमा पनि छ। मैले भर्खरै पेज क्रिएट गर्छु। त्यसमा कुनै पनि मैले भिडियोजहरू केही पनि अपलोड गरेको छैन, जस्ट क्रिएट गरेर राखेको छु। आज चाहिँ मैले के गर्छु भन्दाखेरि मैले त्यो पेज स्पेसल्ली एडभर्टाइजहरू गर्न, मार्केटिङ गर्न, कुनै पनि अब कन्सल्टेन्सिजहरू छ, कुनै पनि सानो सानो रेस्टुरेन्ट्सहरू, क्याफेहरू छ, उनीहरूको चाहिँ नि हल्का मार्केटिङ गर्ने, ब्रान्डिङ गर्नको लागि मैले त्यो पेज क्रिएट गरेको छु। त्यति फुल्ली अर्गनाइज भएको छैन, जस्ट पेज क्रिएट गरेर राखेको छु। आज दिनभरिमा चाहिँ मैले के गर्छु भन्दाखेरि त्यो पेजकै लागि काम गर्नेछु। म पेज अलिकति प्रोफेसनल्ली त्यो सो गर्नको लागि अब के गर्नुपर्छ त्यो कुराहरू गर्छु। अनि मेरो कन्टेन्ट रिलेटेड क्रिएटर्सहरूको उनीहरूको भिडियो हेर्छु, उनीहरूको निसेसहरू हेर्छु, कसरी कन्टेन्ट क्रिएट गर्छन्, कसरी आफ्नो हुक क्रिएट गर्छन्, भिडियोको लेन्थ कति हुनेछ, एडिटिङ कसरी गर्छन्, आदि इत्यादि कुराहरू म सिक्छु। अनि अहिले चाहिँ मैले सबै आफू एक्लै गरेको छु। मसँग कुनै पनि साथीहरू छैन। मैले एउटा मोबाइलबाट नै सुरु गरेको छु। पछि बिस्तारै हेर्दै जाउँ। साथीभाइहरू चाहियो भने छन्, 2-4जना साथीहरू छन्, उनीहरू पनि इन्ट्रेस्टेड छन् यस्तो कुराहरूमा। उनीहरूलाई म आफ्नो टिममा इन्क्लुड गर्छु। अहिले चाहिँ म सबै कुराहरू एक्लै नै गर्दैछु। आज दिनभरिमा मैले त्यही गर्छु। उनीहरूको निसेसहरू हेर्छु, उनीहरूले कसरी भिडियोजहरू क्रिएट गर्छन्, कसरी स्क्रिप्ट लेख्छन्, आदि इत्यादि कुराहरू म सबै बुझेर मैले पनि एउटा सानो स्क्रिप्ट लेख्न कोसिस गर्नेछु। त्यसपछि हेरौँ, सकेसम्म म चाहिँ आज एउटा भिडियो अपलोड गर्न कोसिस गर्नेछु त्यो पेजमा। अब लेट्स सी के हुन्छ। अहिले चाहिँ त्यही काम गरौँ है त। सो लेट्स डु इट गाइज।